안녕하세요. नमस्ते। हामी च्याप्टर 48 मा है त 48 मा छौं। 48 को छङ्बमा 7 स्टार कोरियन ल्याङ्ग्वेज सेन्टर देखि सुरु गरौँ है त। हाङ्गुगे कोरियाको छोसनअप भनेको पानीजहाज उद्योग हैन। कोरियाको चाहिँ पानीजहाज उद्योगको बारेमा जानकारीको बारेमा हेर्छौं। हाङ्गुगुन कोरिया चाहिँ सेगे छगुरो भनेको विश्वव्यापी रूपमा हैन सेगे छगुरो विश्वव्यापी रूपमा युमेङहान प्रसिद्ध भएको छोसनअप भनेको पानीजहाज उद्योग है त। पानीजहाज उद्योग खुक्काजोङ राष्ट्रमध्ये हानारो एउटा हो रे मध्ये एक हो। थेहङ सनबाग ठुला पानीजहाज मित्र थुक्सु सनबागुल भनेको विशेष पानीजहाजलाई खन्जो हानुन्दे निर्माण गर्ने इस भएर नोफुन उच्च खिसुल्यक भनेको प्रविधि खात्सुगो इस्सम्निदा तयार गरिरहेको छ। हाङ्गुगे कोरियाको छोसनअबुन पानीजहाज उद्योग चाहिँ छन् खुवेक छिल्सिप्नेन्दे 1970औं दशकमा छङ्बु सरकारको सुदोए नेतृत्वको एकसिम मुख्य सानबुरो उद्योगद्वारा सिजाकथय सुरु भएर सुरुमा के छ सरकारले चाहिँ लिड गरेर यसलाई सुरु गरेको रहेछ हैन। सेगे छगिन भनेको विश्वको ख्याङ्जेङ नेगुल प्रतिस्पर्धालाई खात्सुको इस्सम्निदा तयार गरिरहेको छ। हाङ्गुगेनुन कोरियामा चाहिँ हेन्डे छुङखोङअप भनेको हुन्डाई पानीजहाज उद्योग, सामसङ छुङखोङअप भनेको सामसङ पानीजहाज उद्योग, थेउ छोसन हेयाङ भनेको थेउ पानीजहाज उद्योग दुङ्गा आदिसँग खाथुन उस्तै सेगे छगिन भनेको विश्वको छोसन अप्छेदुरी भनेको पानीजहाज कम्पनीहरू इन्नुन्दे हुने भएकाले यी दुरुल यिनीहरूलाई अप्छेनुन भनेको कम्पनी चाहिँ छन् सेगे पुरै विश्वमा थेहङ सनबाग ठुला पानीजहाज खन्जो भनेको निर्माण फुन्यायस विभागमा नोफुन उच्च सिजाङ बजारको 6म्यौ युरुल हिस्सा अनुपात छाजिहागो इस्सम्निदा ओगटिरहेको छ रे हैन। कोरियाको चाहिँ तपाईले यो हुन्डाई पानीजहाज उद्योग, सामसङ पानीजहाज उद्योग र थेउ छोसन हेयाङ पानीजहाज उद्योगले चाहिँ विश्वमा आफ्नो विश्व बजारमा पनि के छ आफ्नो अनुपात चाहिँ के छ ओगटिरहेका छन् है त पानीजहाज कम्पनीहरू कोरियाको चाहिँ। र हाङ्गुगे कोरियाको छोसनअब हुन पानीजहाज व्यवसाय चाहिँ खिसुल्यक भनेको प्रविधि, सेङसानसङ भनेको उत्पादकत्व, खागेक भनेको मूल्य, ख्याङ्जेक प्रतिस्पर्धा दुङेस आदिमा नोफुन उच्च फ्याङ्गारुल भनेको मूल्याङ्कन फाक्को इस्सम्निदा पाइरहेको छ हैन। कोरियामा के छ यो प्रविधिमा पनि र उत्पादकत्वमा पनि र मूल्यमा पनि के छ उच्च प्रतिस्पर्धामा उच्च मूल्याङ्कन पाएको छ रे। यी छन् भनेको 2020 वर्षमा खिजुनुरो आधारमा हाङ्गुगे कोरियाको छोसनअबुन पानीजहाज व्यवसाय चाहिँ R&D रिसर्च एन्ड डेभलपमेन्ट भनेको अनुसन्धान र विकास हैन। R&D भनेको छ अनुसन्धान र विकासमा R&D हैन। मेट र सल्गे भनेको डिजाइन, सेङसान भनेको उत्पादन भनेको फुमुने भनेको विभागमा त्यस्तो हैन। उत्पादनको के छ विभाग है त उत्पादनको विभागको खिसुलेगुल प्रतिस्पर्धालाई फोहामहान समावेश भएको छोङहाप ख्याङ्जेङ नेगेस एकीकृत भनेको छ प्रतिस्पर्धामा है त सेगे विश्वमा इरुई पहिलो स्थान
छाजी हायसम्निदा ओगटेको छ रे कोरियाले चाहिँ हैन। के छ अनुसन्धान र विकास, डिजाइनमा, उत्पादनमा त्यस्तो क्षेत्रमा चाहिँ यसले के छ पहिलो स्थान ओगटेको छ हैन। सन्जोङ बेल पानीजहाजको प्रकार ख्याङ्जाङ नेगे भनेको प्रतिस्पर्धा इससदो भए तापनि खासु उन्बान्सन भनेको ग्यास बोक्ने पानी जहाज हैन। युजोसन भनेको तेल बोक्ने पानी जहाज, खन्थेइनसन भनेको कन्टेनर बोक्ने पानी जहाज, दुङेस आदिमा नोफुन उच्च ख्याङ्जाङ नेगुल प्रतिस्पर्धालाई वाक्बो हागो इसम्निदा भनेको सुनिश्चित गरेको छ आफूलाई हैन। यो पानी जहाजहरुमा आफूलाई के छ सुनिश्चित गरेको छ हुन्छ है त। र खुराना तर छैगुन आजभोलि मेथ भनेको केही, नेनगान भनेको दशक, हाङ्गुगे कोरियाको छोसनअबुन पानीजहाज व्यवसाय चाहिँ सेगे छगिन विश्वको ख्याङ्गी भनेको अर्थतन्त्रको छिमछेवा भनेको अर्थतन्त्र मन्दी भनेको आर्थिक मन्दी भन्नु पर्यो हैन। ख्याङ्गी छिमछेवा आर्थिक मन्दी र ख्याङ्जे अर्थतन्त्रको सिमारो भनेको प्रतिस्पर्धा बत्ती गयो प्रतिस्पर्धाको रोइने कारणले अथवा जटिलताले हैन आर्थिक जटिलताले भन्नु है त। रो उरो इने भनेको के छ कारणले हैन आर्थिक जटिलताको कारणले थासो केही अरेमुल कठिनाइ खेक्को इसम्निदा भोगिरहेका छन् र इरुल यसलाई खुक्बो हागोजा परास्त गर्ने त्यसलाई हराउने हैन त्यसलाई पराजित गर्ने भनेको है त। हाङ्गुक कोरियाको छोसनअबुन पानीजहाज उद्योग चाहिँ खिसुल प्रविधिमा हेक्सिन नवीनता र खुजो खेसनुल भनेको संरचना सुधार खेसन हैन संरचनाको सुधार थोङे मार्फत ख्याङ्जाङ नेगुल प्रतिस्पर्धालाई खाङ्वाहानुन बलियो बनाउने छोसनअब भनेको पानीजहाज उद्योगको सन्दोखुगे भने अग्रणी राष्ट्र भनेको सबैभन्दा अगाडिको राष्ट्रको इब्जिरुल युजिहागी उहान नोरेगुल कुनिम अप्सी हागो इसम्निदा है त। स्थानलाई के छ कायम राख्नका लागि प्रयास निरन्तर हागो इसम्निदा गरिरहेको छ है त। हवस् त धन्यवाद।